सबैजनालाई नमस्कार र साथसाथै ह्यापी न्यू इयर भन्न चाहन्छु र आज पनि म फेरि पनि आइसकेको छु एसआरएस माउन्टेन बाइक शपबाट। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ साइकल मैले ल्याइसकेको छु। के कस्तो भनेर म हजुरहरुलाई जानकारी दिन गइरहेको छु र साथसाथै आज म तपाईलाई यहाँ सब साइकल एउटै साइजको साइकलहरु लिएको छु। तपाईको 13,000 देखि तपाईको 22,000 सम्मको साइकल यहाँ तपाईले देख्न सक्नुहुन्छ कस्तो छ के छ भनेर म सब जानकारी दिनेछु। हामीसँग अहिले रहेको छ यो सन्तोष कम्पनी एउटा क्लाइम्बिङ जिटिए भन्ने साइकल रहेको छ। हामीसँग के फ्यासिलिटी छ के फिचरहरु छ यो साइकलमा भनेर म तपाईहरुलाई भन्न गइरहेको छु। तपाईहरुले यहाँ पुरै भिडियो हेरेर हामीलाई साथ दिनु होला। र यहाँ देखाइसकेको छु सन्तोष ब्रान्डको साइकल र मार्केटमा तपाईको 18 देखि 19,000 मा लिइराखेको पनि छन् र साथसाथै हामीसँग जम्मा हजुरहरुलाई 13,500 मा यो उपलब्ध गरिरहेको छ। के छ यसमा सुविधाहरु तपाईहरुलाई म यहाँ देखाउन गइरहेको छु। तपाई यहाँ मजाले देख्न सक्नुहुन्छ यहाँ लकआउट सस्पेन्सन, लक अनलक, हाइड्रोलिक सस्पेन्सनहरु रहेको छ। तपाईले यहाँ डिजिटल सिस्टमको गियर सेटअपहरु पनि देख्न सक्नुहुनेछ। अब तपाईको यहाँ 3x7 को गियर सेटअप पनि दिएको छ। तपाईले कलर पनि यहाँ देख्न सक्नुहुन्छ एकदम ओरेन्ज ग्रे एकदम मिठो कलर र साथसाथै तपाईले यहाँ रिम पनि देख्न सक्नुहुन्छ। यसमा रिम रिफ्लेक्टर रिम दिएको छ र साथै यहाँ मेगा हब युज गरिएको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मेगा हब युज गरिएको छ र डबल डिस्क ब्रेक दिएको छ अगाडि पछाडी नै। तपाईले यसमा टायर पनि देख्न सक्नुहुन्छ एकदम फ्याट टायर एकदम स्मुथ दामी टायर दिएको छ। सिट हातैले तलमाथि गर्न सकिन्छ। तपाईको 9-10 वर्षदेखि उमेरको जुनसुकै एजले पनि चलाउन मिल्छ। यो तपाईको रिम पनि एकदम राम्रो क्वालिटीको दिएको छ र साथसाथै यो रिफ्लेक्टर रिम दिएको छ। तपाईको रातिमा एकदम लाइट पर्यो भने टल्किने छ। एकदम दामी क्वालिटीको रहेको छ रिम पनि र साथसाथै सिल बेरिङ बटम ब्र्याकेट पनि दिएको छ। तपाईको यहाँ पानी सानी छिर्दैन, वाटरप्रुफ हो। नानी बाबु दुवैले चलाउन मिल्छ। मैले भनिहाले सिट त एडजस्ट गर्न मिलिहाल्छ तलमाथि, मैले देखाएको पनि छु। र अब तपाईको यहाँ देख्न सक्नुहुन्छ इन्टरनल वायरहरु पनि दिएको छ। फ्रेम भित्रबाट गएको छ वायरहरु पनि तपाईको त्यस्तो रफ देखिदैन बाहिरबाट। र साथसाथै हामीसँग यसमा कलर अप्सन पनि 4 थरीको रहेको छ। एउटा यो रहेको छ, 3टा कलर अप्सन अरु पनि रहेको छ। तपाईहरुले चाहियो भने तपाईहरुले हामीलाई सोध्न सक्नुहुनेछ। र साथसाथै यो सस्तो साइकल भयो। मैले प्राइस पनि तपाईलाई सुरुमै भनिसकेको पनि छु। एकदम साइज पनि मैले यहाँ देखाउन गएको एउटै साइज रहेको छ। सबै अलिकति महँगो र एल्युमिनियमको साइकल हामीसँग रहेको छ। यो चाहिँ सस्तो साइकल भयो। तपाईहरुले देख्न सक्नुहुन्छ क्लाइम्बिङ मोडलको साइकल। यसमा पनि कलर अप्सनहरु धेरै रहेको छन्। तपाईको यसमा देख्न सक्नुहुन्छ एकदम डाउन फ्रेममा दिएको छ, एकदम स्लो फ्रेम तपाईले देख्न सक्नुहुनेछ। नानी बाबु दुवैले चलाउन मिल्छ। यो तपाईको 9-10 वर्षदेखि तपाईको हाम्रो उमेरको मान्छेहरुले पनि चलाउन मिल्ने छ यो साइकल। ठुलै मान्छेहरुले पनि चलाउन मिल्छ मजाले। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ किन अलिकति महँगो छ भन्दाखेरि यो फुल एल्युमिनियमको साइकल पनि हो र साथसाथै टायरहरु पनि तपाईको यसमा राम्रै क्वालिटीको दिएको छ। यो फुल एल्युमिनियमको साइकल हो है। तपाईले देख्न सक्नुहुन्छ यसको पनि हातैले सिट तलमाथि गर्न सक्नुहुन्छ। 3x8 को गियर सेटअप दिएको छ। डिजिटल सिस्टममा दिएको छ। कति नम्बरमा गियर छ भने ट्याक्क यहाँ देख्न पनि सक्नुहुन्छ तपाईले यहाँ हैन मजाले। यसमा पनि तपाईको हाइड्रोलिक सस्पेन्सन दिएको छ। लक अनलक दुवै गर्न मिल्छ। तपाईले यहाँ मजाले देख्न सक्नुहुनेछ। लक अनलक दुवै गर्न मिल्ने छ र साथै टायर चाहिँ यहाँ तपाईले देखिहाल्नु भएको छ। फ्याट टायर दिएको छ, एकदम ग्रिप वाला टायर दिएको छ। यहाँ मजाले हेर्न सक्नुहुनेछ। र साथसाथै अब यसमा पनि इन्टरनल वायरहरु दिएको छ। तपाईले फ्रेम भित्रबाट सबै तारहरु गएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। तपाईको यहाँ गियर सेटअप अब यहाँ मजाले 3x8 को गियर सेटअप हो। यहाँ मजाले देख्न सक्नुहुन्छ। राम्रोसँग मजाले गियरहरु स्मुथ तरिकाले चल्छ। तपाईको अब यसमा एसेसरीहरु पनि हुनेछ, मडगार्डहरु हैन। तपाईको अब बडल केसहरु चाहियो भने हामी हाल्दिने छौं। मार्केटमा यो 20-25,000 मा बेची राखेको छन्। हामीमा आउनु भयो भने जम्मा 17,000 मै पाउनु हुनेछ। 17,000 मै पाउनु हुनेछ। चाँडै भन्दा चाँडै हामीलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ, कमेन्ट छोड्न सक्नुहुनेछ। तल दिएको नम्बरमा कल अथवा एसएमएस पनि गर्न सक्नुहुनेछ। र साथसाथै यो हामीसँग क्लाइम्बिङ साइकल भइहाल्यो। अब जिटिए ब्रान्डको साइकल पनि छ। आज चाहिँ मैले तपाईहरुले एउटै साइजको साइकल देखाएको छु। अघि सस्तो साइकल, मिडियम साइकल, यो पनि अलिकति महँगो साइकल छ। सबै एउटै साइजको देखाएर मैले यहाँ लिए। तपाईको यो जिटिए मार्लिन 1 भन्ने साइकल हो। यो चाहिँ जिटिए मार्लिन 1 हैन। तपाईको यसमा यो भन्दा सानो सानो स्टेप पनि हुन्छ। तपाईको 20 साइजको पनि पाउन सक्नुहुन्छ, 24 को पनि पाउन सक्नुहुन्छ। तपाईको मार्लिन एक्स पनि छ। यो चाहिँ मार्लिन 1 स्टार भयो। यो चाहिँ ठुलै मान्छेहरुले चलाउन मिल्छ। 9-10 वर्षको बच्चादेखिले चलाउन मिल्ने साइकल हो यो। एकदम डाउन फ्रेममा दिएको छ। एकदम हेर फुल एल्युमिनियममा दिएको छ। तपाईको यो सिट हातैले तलमाथि गर्न मिल्छ मजाले। तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ। र साथसाथै यसमा टायर पनि तपाईले यहाँ देख्न सक्नुहुन्छ। एकदम दामी क्वालिटीको दिएको छ। यो हेर्नुस् तपाईले यहाँ कम्पसकै टायर दिएको छ। यसमा पनि टायर एकदम ग्रिप पनि राम्रो दिएको छ। हेर्नुस् यो 3-4 वर्ष त मजाले जसरी चलाइन के फरक पर्दैन त्यस्तो क्वालिटी टायर छ यसमा। र साथसाथै यसमा पनि इन्टरनल वायरहरु छ। यसमा चाहिँ फुल एल्युमिनियमको साइकल हो। एकदम फुल एल्युमिनियमको साइकल जिटिए मार्लिन 1 भन्ने हो। तपाईको यसमा मार्लिन 2, मार्लिन 3, मार्लिन 5, मार्लिन 6, तपाईको 9
9 सम्म पाउन सक्नुहुन्छ। यसमा पनि सिस्टम तपाईको चाहिँ यसमा मार्लिन 2 र मार्लिन 1 र 2 मा चाहिँ तपाईको यसमा मेकानिकल ब्रेक पाउन सक्नुहुन्छ। मार्लिन 3 देखि तपाईले हाइड्रोलिक ब्रेकहरु पनि पाउन सक्नुहुन्छ। हामीसँग त्यस्तो साइकलहरु पनि अवेलेबल छ र साथसाथै तपाईले यहाँ पनि देख्न सक्नुहुन्छ 3x8 को गियर सेटअप दिएको छ र साथसाथै यसमा चाहिँ अलिकति फरक पाउन सक्नुहुन्छ। यसमा चाहिँ अलिकति तपाईले 8 स्पिडको दाँती चाहिँ अलि ठुलो मा पाउन सक्नुहुन्छ। एकदम हाई रेन्जको देख्न सक्नुहुन्छ यहाँ तपाईहरुले हैन। यो प्रो व्हीलको क्र्याङ्कहरु हालेको छ। यो पनि सब एल्युमिनियमको साइकल हुने एल्युमिनियमकै पार्ट्सहरु हुनेछ र साथसाथै अब यसमा हाइड्रोलिक सस्पेन्सन पनि रहेको छ। लक अनलक दुवै देख्न सक्नुहुन्छ तपाईको हैन। अनि तपाईको यो कलरहरु जाँदैन मेटलहरुको हैन। तपाईहरुले यहाँ मजाले देख्न सक्नुहुनेछ। यसमा पनि मेगा हब युज गरेको छ। मेगा हब र साथसाथै यसमा डबल डिस्क ब्रेक दिएको छ। डबल डिस्क ब्रेक तपाईले यहाँ हेर्न सक्नुहुनेछ र साथसाथै यो तपाईको यो लक हातैले खोल्न मिल्छ। चक्का हातैले खोल्न मिल्छ। सजिलै तरिकाले केही प्रब्लम भइहाल्यो भने आफैले सल्भ गर्न पनि सकिन्छ हैन। रेन्जोहरु लाग्दैन यसमा। एकदम झक्की क्वालिटी छ। यसमा पनि कलर अप्सनहरु तपाईहरुले धेरै पाउन सक्नुहुनेछ र साथसाथै अब यसमा स्ट्यान्डहरु त छ। तपाईले यसमा एसेसरीहरु मडगार्डहरु चाहिन्छ भने हामी अवेलेबल गरिदिन्छौँ। यो चाहिँ तपाईको मार्केटमा बेच्छन् तपाईको 23-24 हजार मा बेच्छन्। हामीमा आउनु भयो भने जम्मा 19 हजार मै पाउनुहुनेछ। 19 हजार एकदम सस्तो प्राइस हो। आउनुस् चाँडै भन्दा चाँडै। मैले देखाइ नै सके एउटा सन्तोषा कम्पनीको साइकल र एउटा क्लाइम्बिङ मोडलको साइकल र साथसाथै एउटा जिटिए मोडलको साइकल देखाएको छु। तपाईहरुलाई यो भन्दा हाई लेभल यो भन्दा ठुलो साइजहरु चाहिन्छ भने हामीसँग रहेको छ। हामी अर्को भिडियोमा पनि लिएर आउने छौं। हाम्रो नेपालभरि डेलिभरीको पनि उपलब्ध छ र विदेशमा हुनुभएको मान्छेहरुले पनि हामीलाई खबर गरेर आफ्नो यहाँको मान्छेहरुलाई तपाईहरुले डेलिभरी गर्दिन चाहनुहुन्छ भने त्यो पनि उपलब्ध हुनेछ र साथै हामीले त्यस्तो पनि गरिराखेका छौं। साथसाथै नेपालभरि डेलिभरी पनि सुविधा रहेको छ र काठमाडौँ भ्यालीमै हुनुहुन्छ भने चाहिँ तपाईको काठमाडौँ भ्यालीमै रहेको चाहिँ फ्री डेलिभरी पनि उपलब्ध छ। तपाईहरुलाई भ्याली बाहिर हुनुहुन्छ भने चाहिँ हामी जुनसुकै ठाउँमा पनि डेलिभरी उपलब्ध छ र साथसाथै अलिकति चार्ज लाग्ने छ। त्यसमा चाहिँ हामीसँग साइकल मात्रै नभएर पार्ट्सहरु पनि उपलब्ध छ। यो साइकलहरुमा लाग्ने जुन साइकलमा लाग्ने पार्ट्सहरु उपलब्ध छ हामीसँग। हामीसँग बच्चादेखि लिएर ठुलो मान्छेहरुसम्म चलाउने साइकलहरु पनि उपलब्ध रहेको छ। साथसाथै हामीले अरु भिडियोमा पनि देखाइराखेको पनि छ। हजुरहरुलाई भिडियो मन परेको छ भने चाहिँ लाइक शेयर र सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनु होला। हजुरहरुलाई यस्तो साइकलहरुको खोजीमा हुनुहुन्छ भने आफ्नो साथीभाइ आफ्नो फ्यामिलीहरुमा कतै चाहिएको छ भने बजेट अनुसारको साइकल चाहिएको छ भने हामीलाई सम्झिन सक्नुहुनेछ एसआरएस माउन्टेन बाइक शपलाई। यस्तै अरु केही जानकारी चाहिएको छ भने हजुरहरुलाई तल दिएको नम्बरमा कल अथवा व्हाट्सएप पनि गर्न सक्नुहुनेछ। आजलाई यति नै। हस्त धन्यवाद।